ल साथीहरू, योभन्दा अस्ति 2-4 दिन अगाडि नानी लिएर युट्युबमा लगाएको थिएँ। धेरै साथीहरूले हेरिदिनु भयो, धेरै दर्शकहरूले हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। अनि कुनै साथीहरूले चाहिँ भन्नुभएको छ यो तपाईँले कपिलिङ गरेको हो, तपाईँको भोइस छैन भनेर भन्नुभएको छ। फेरि पनि रुन्छु, तपाईँ राम्रो हेर्नुहोस् अनि कस्तो लाग्दो रहेछ। यदि राम्रो लागेछ भनेदेखि भाग्य न्यू पन्समा पुर्याइदिनु भन्न चाहेँ। अब नानी लिएर सुनाउँछु कस्तो लाग्छ। साथ सपोर्ट माया गरिदिनुहोस् है त। ल साथीहरू, यो कपिलिङ हो कि आफ्नै भोइसबाट बनाएको हो। तपाईँले राम्रो हेरेर लाइक सेयर कमेन्ट गरिदिनुहोस्। राम्रो लागेको छ भने फेरि पनि तपाईँहरूलाई अर्को भागमा भेट्छु र मलाई सल्लाह सुझाउ दिनुहोस् भन्दै बाई बाई।